तपाईले एउटा राइटरलाई पेन र कपी दिनुभयो भने उसले एक्लै बसेर एउटा किताब लेख्न सक्छ। तपाईले एउटा आर्टिस्टलाई ब्रस, कलर र क्यानभास दिनुभयो भने उसले पनि एक्लै बसेर एउटा चित्र कोर्न सक्छ। तर फिल्म मेकर्सलाई यस्तो प्रिभिलेज हुँदैन। फिल्म मेकर्सलाई फिल्म बनाउन ट्यालेन्टेड मान्छेहरूको टिम चाहिन्छ। कुनै पनि फिल्म धेरैजनाको कलेक्टिभ इफोर्टले बन्ने गर्दछ। अब यो टिममा चाहिँ को हुन्छ त? सबैभन्दा पहिला राइटर, जसले चाहिँ एउटा कथा लेख्छ। अब यो कथा कुनै किताबबाट पनि लिन सकिन्छ अनुमतिसहित, कुनै वास्तविक घटनामा आधारित पनि हुनसक्छ, वा राइटरले आफ्नै क्रिएटिभ इमेजिनेसन युज गरेर लेखेको पनि हुनसक्छ। त्यसपछि त्यो कथालाई स्क्रिन प्लेमा उतारिन्छ। कथा लेख्ने तरिका र स्क्रिन प्ले वा स्क्रिप्ट लेख्ने तरिका फरक हुन्छ। राइटरले धेरैवटा ड्राफ्ट लेखिसकेपछि फाइनली त्यो स्क्रिप्ट फिल्म बन्नलाई तयार हुन्छ। अब तयार भएको स्क्रिप्टलाई फिल्म बन्न चाहिन्छ पैसा, धेरै पैसा। र यो पैसा कहाँबाट आउँछ? प्रोड्युसर। तर प्रोड्युसरको काम भनेको फिल्ममा लगानी लाउने मात्र होइन। प्रोड्युसरले त्यो फिल्म बन्न चाहिने सम्पूर्ण व्यक्तिहरू, डाइरेक्टर, डिओपी, एडिटर, प्रोडक्सन डिजाइनर आदि इत्यादिलाई हायर गर्ने काम गर्छ। प्रोड्युसरले सुटिङको बेला चाहिने लोकेसन, इक्विपमेन्ट, ट्रान्सपोर्टेसन, केटरिङ आदि सबै कुराहरू म्यानेज गर्ने काम गर्छ। प्री प्रोडक्सनदेखि फिल्म रिलिजसम्म प्रोड्युसरले धेरै थरी जिम्मेवारीहरू बोकेको हुन्छ, किनभने यदि फिल्म डुब्यो भने सबैभन्दा ठुलो घाटा उसैले बिहोर्नुपर्छ। अब स्क्रिप्टले प्रोड्युसरबाट फन्डिङ पाएपछि आउँछ यो खेलको सबैभन्दा इम्पोर्टेन्ट खेलाडी, द डाइरेक्टर। धेरैजसो डाइरेक्टरहरू कथा लेखनदेखि नै प्रोजेक्टमा जोडिएका हुन्छन्। धेरैजसो राइटर नै डाइरेक्टर हुन्छन्। कहिलेकाहीँ त राइटर, डाइरेक्टर, प्रोड्युसर नै एउटै व्यक्ति हुन्छ। फिल्म अनुसार क्यामेरा पछाडिको कहानी फरक हुन्छ। अब डाइरेक्टरले के काम गर्छ त? के उसले क्यामेरा समाउने हो? होइन। डाइरेक्टरले त्यो कागजमा भएको कथालाई कसरी फिल्ममा रूपान्तरण गर्न सकिन्छ भनेर भिजुअलाइज गर्छ, कल्पना गर्छ र त्यसको जिम्मेवारी लिन्छ। ऊ फिल्मको लिडर हो र अब यो प्रोजेक्टमा जो पनि जोडिन्छ सबैले उसको अन्डरमा काम गर्नुपर्छ, उसको भिजन अनुसार काम गर्नुपर्छ। त्यसपछि आउँछ डिओपी, डाइरेक्टर अफ फोटोग्राफी वा सिनेमेटोग्राफर। कुनै पनि फिल्म जति डाइरेक्टरको हो उति नै डिओपीको पनि हो। डिओपीले डाइरेक्टरको भिजन अनुसार फिल्म खिच्ने काम गर्छ। उसले लाइटको डिरेक्सन, इन्टेन्सिटी र कलर मिलाएर डाइरेक्टरले सोचे जस्तो सिन क्रिएट गर्न हेल्प गर्छ। कुन सिन कस्तो देखिनुपर्छ, कुन एक्टरलाई कहाँ राख्ने, क्यामेरा कुन एङ्गलमा राख्ने, कुन क्यामेरा मुभमेन्ट प्रयोग गर्ने, यी सबैको डिसिजन डिओपीले डाइरेक्टरसँग मिलेर गर्छ। प्रायः जसो डिओपी र डाइरेक्टर एउटै व्यक्ति हुँदैन। डाइरेक्टरले कथा, अभिनय र भावनामा ध्यान दिनुपर्छ भने डिओपीले लाइट, कम्पोजिसन र मुभमेन्टमा ध्यान दिनुपर्छ। एउटै मान्छेले दुवैको काम गर्न खोज्दा प्रायः एउटा पक्ष सधैँ कमजोर देखिन्छ। एक्टर फिल्मको अनुहार हो। डाइरेक्टरको भिजन, राइटरको स्क्रिप्ट र प्रोडक्सन टिमले तयार पारेको त्यो संसारलाई अडियन्स माझ पुर्याउने जिम्मा एक्टरको। एक्टरले स्क्रिप्ट पढिसकेपछि उसले खेल्न लागेको क्यारेक्टर कस्तो हो, यसको विशेषता के हो, यसको कमजोरी के हो, यसले के चाहन्छ, यसको डर के हो आदि इत्यादि कुराहरू बुझ्न खोज्छ। उसले जति त्यो क्यारेक्टरलाई बुझ्छ त्यति नै उसको अभिनय निखारिन्छ। एडी, असिस्टेन्ट डिरेक्टरको मुख्य काम भनेकै प्रोड्युसरको पैसा जोगाइदिने हो। कुन सिन कहिले सुट गर्ने, कुन कलाकारलाई कहिले बोलाउने, कुन लोकेसनमा सुट गर्न कति टाइम लाग्ने, यी सबै कुराको प्लानिङ एडीले गर्छ। सेट डिसिप्लिनको जिम्मा पनि एडीको नै हुन्छ। यदि सुट ढिलो सुरु भएमा सबैभन्दा पहिला एडी नै रिसाउँछ। प्रोडक्सन डिजाइनरले फिल्मको सेट, लोकेसन, प्रप्स, रङ यी सबै कुराहरू मिलाउने काम गर्छ। उदाहरणको लागि एउटा स्कुलभित्र खिच्नुपर्ने सिन छ। अब त्यो स्कुललाई कस्तो देखाउने? त्यो स्कुल गाउँमा छ कि सहरमा छ? त्यो स्कुल सरकारी हो कि प्राइभेट हो? यदि सरकारी हो भने त्यसलाई कसरी देखाउने? बोर्ड चेन्ज गरेर हुन्छ कि भित्ताको रङ चेन्ज गरेर हुन्छ कि? कक्षा कोठा कस्तो देखाउने? प्रिन्सिपलको अफिस कस्तो देखाउने? यी सबै कुराको डिसिजन कथाले मागे अनुसार प्रोडक्सन डिजाइनरले गर्छ। एक फेर कल्पना गर्नुहोस्, एउटा प्राचीन कालको राजाको कथा छ। कथा एकदमै राम्रो छ, राजाको अभिनय पनि चित्त बुझ्दो छ। तर राजाको कपडा, उसले जिन्स लगाएको छ, उसको हातमा घडी छ, घाँटीमा सिक्री छ र छातीमा ट्याटु खोपेर आएको छ। अब के हुन्छ? अब अडियन्सले हलको पर्दा त च्यात्छन् नै, सँगसँगै त्यो फिल्म बनाउनेको कपडा पनि च्यातिदिन्छन्। किनभने अडियन्स कथा बुझ्नलाई मात्र फिल्म हेर्न जाँदैनन्, उनीहरूलाई त्यो समयको, त्यो संसारको, त्यो परिस्थितिको पनि अनुभव गर्नु छ। त्यही भएर हामीले फिल्म बनाउँदा कथा सँगसँगै अरू धेरैवटा पक्षहरूमा पनि ध्यान दिनुपर्छ। तीमध्ये एउटा हो कस्ट्युम, लुगा पोसाक। कस्ट्युम डिजाइनरले स्क्रिप्ट पढिसकेपछि हरेक क्यारेक्टरले लगाउने लुगा र गहना डिजाइन गर्न थाल्छ। त्यो क्यारेक्टर कस्तो, कुन समाजको हो, कुन समयको हो, कुन वर्गको हो, कुन पेसाको हो, यी सबै कुरालाई ध्यानमा राख्दै कस्ट्युम डिजाइनरले लुगा, गहना र स्टाइल तयार पार्छ। डाइरेक्टर र डिओपी जत्तिकै अर्को इम्पोर्टेन्ट व्यक्ति हो त्यो फिल्मको एडिटर। एडिटरको काम भनेको केवल क्लिपहरूलाई जोड्ने मात्र होइन, तर ती जोडिएका क्लिपहरूबाट कथा कसरी अगाडि बढिरहेको छ भनेर हेर्ने पनि हो। कुन सिनमा कुन टेक हाल्ने, कुन सिनलाई लामो बनाउने, कुन सिनलाई छोटो बनाउने, यी सबै कुराको डिसिजन एडिटरले लिन्छ। कहिलेकाहीँ त सुटिङको बेला बिग्रिसकेर ध्वस्त भएको फिल्म पनि राम्रो एडिटर आएर जोगाएको छ। फिल्म बनाउन अरू धेरैजना इम्पोर्टेन्ट व्यक्तिहरू चाहिन्छ, जस्तै प्रोडक्सन म्यानेजर, लाइन प्रोड्युसर, बुम अपरेटर, साउन्ड मिक्सर, ग्याफर, की ग्रिप, लोकेसन म्यानेजर, डिआइटी, म्युजिक डाइरेक्टर, आर्ट डाइरेक्टर, कलरिस्ट, भिजुअल आर्टिस्ट, स्क्रिप्ट सुपरभाइजर, स्टोरी बोर्ड आर्टिस्ट, स्पट बोइज, मेकअप आर्टिस्ट, हेयर स्टाइलिस्ट, कोरियोग्राफर, स्टन्ट पर्फर्मर, क्यामेरा अपरेटर, साउन्ड डिजाइनर आदि इत्यादि। जति ठुलो प्रोजेक्ट
त्यति धेरै कामहरू, तर फेरि जति सानो प्रोजेक्ट त्यति थोरै मान्छेहरू। एउटा फिचर फिल्म त एक्लै बनाउन नसकिएला, तर सानो सर्ट फिल्म भने तपाईँ हामीले एक्लै बसेर बनाउन मिल्छ। मैले पनि के राम्रो नराम्रो सर्ट फिल्महरू बनाउन कोसिस गरेको छु, जसको राइटिङ, डाइरेक्टिङ, एडिटिङ र भिडियोग्राफी मैले आफैले गरेको छु भने मेरो साथीहरूले मलाई एक्टिङमा सधैँ हेल्प गरेका छन्। मेरो सबै सर्ट फिल्महरू मेरो युट्युब च्यानलमै छ, समय मिले त्यो पनि हेर्नुहोला। यति भन्दै आजको भिडियो यहीँ सकाउँदैछु। यदि भिडियो मन परे लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। धन्यवाद।